हेलो गाइज द वेलकम है सबैजनालाई। यस्तै छ मेरो चाहिँ अब आज चाहिँ घुमघामको क्रममा यहाँ तारेभिर आएको छु म। तारेभिरी माथिको यो भिर देखिन्छ चाहिँ ट्याक्कै तारेभिर यो लेखेको तारेभिर छ यो। यहाँ चाहिँ स्कुल रहेछ एउटा तारेभिर माध्यमिक विद्यालय कि समथिङ कि। त्यसपछि यस्तो छ पछाडिको ब्याकग्राउन्ड चाहिँ अलिकति मौसम राम्रो छैन, त्यो घरहरू त्यस्तो क्लियर देखिएको छैन कि। त्यो जस्तो यो तुवालो नलाएर अलि मौसम सफा हो भने चाहिँ ट्याक्क लाएर हुन्थ्यो होइन, त्यस्तो छैन। जस मान्छेहरू पनि आउने रहेछन्, आउँछ है यहाँ देखाउँछ है त। हामी चाहिँ बाइकमा आएको होइन। यो बाइक फेरि खत्तम पऱ्यो, यो बाइक नै दिमाग खराब। यो बाइकले तातेर है, यो बाइक कसैले नलिनु होला यो चाहिँ है। मैले अस्ति पनि भनेको थिएँ एउटा त्यस्तो छ मान्छेहरू आएको छन्। अब तारेभिर चाहिँ खास त त्यो हो होइन, तारेभिर ट्याक्क लाएर होइन। यो तारेभिर होइन, तारेभिर ट्याक्क भ्यू पोइन्ट माथिको त्यो डाँडो है ट्याक्क। यो चाहिँ स्कुल हो है, यस्तो छ है त्यही मान्छेहरू। यस्तो हामी त यता आएको होइन, यो बाटो ठिक छ तर ठाउँ ठाउँमा उ छ। अब यता चाहिँ म आएको थिइनँ क्या, म चाहिँ यता आएको थिएँ पहिला, त्यही भएर त्यता आएको। अब जान्छ जहाँ यता आएको यो यतापट्टिबाट यतापट्टिबाट ल ठिकै छ। अब हामी चाहिँ यता जाने, धुलो त यता नि धुलै छ, त्यस्तै छ ल। बाटो चाहिँ अप्ठ्यारो थियो कि, तर यहाँबाट चाहिँ अब यो बाटो हिँड्दै ट्याक्कै यहाँ आइयो होइन। यस्तो छ है बाटोहरू। वी लभ तारेभिर यस्तो छ है। खासै यो एउटा ढुङ्गो रहेछ सिँगै है, होइन त? ढुङ्गो रहेछ सिधै यस्तो। मान्छेले माथि पनि गइरहेको छ, यहाँ माथि जाने हो कि हामी पनि। यस्तो छ है यहाँबाट हिँड्दै म चाहिँ ठ्याक्क तारेभिर वी लभ तारेभिर लेखेको ठाउँमा आइपुगेछ कि। माथि देख्न सकिन्छ है होइन। त्यसपछि अब यहाँ अलि माथि पनि जान्छ। यो मान्छे माथि आउने रहेछ नि बाइक, यहाँ हामी हिँड्दै आयौँ। ठिक छ केही भएन अब होइन। अब यता हिँड्दै आइसकेपछि यहाँ माथि अझै माथिसम्म जानु रहेछ है, आउनु पर्ने रहेछ है। आइएन ठिकै छ। अब माथि त्यसरी तारेभिरमा फिल्म सुटिङहरू गर्दै प्रायः छ। आज चाहिँ रहेनछ, त्यो मान्छे पनि देखिन्छ, त्यहाँ जानु पर्यो। ए बाटो एउटै ढुङ्गो बाटो जानुपर्ने रहेछ होइन। यहाँ ढुङ्गाको बाटो छ, यसरी जानुपर्ने रहेछ कि माथि यसरी होइन। यहाँ सट्ट जाने, ढुङ्गाको बाटो सट्ट जाने, केही फरक पर्दैन। बाटो यसै समात्दै यस्तै एउटाले अनि यसै जाने हो। यता हो कि अब होइन, यतै बाटो होला त्यता जाने। माथि आइपुग्न आँटेँ म अब होइन। एक घाँस समात्दै बुढा समात्दै होइन। पहिला हिँड्यो यस्तो हाम फरालिन्थ्यो, अहिले पो अलिकति डर लाग्छ भन्ने हो बानी नभएर। तै पनि हिँडिन्छ परि आएपछि, त्यस्तो केही पनि छैन। ऊ त्यहाँ तल देखिन्छ नि ठ्याक्क गर्लफ्रेन्ड बोयफ्रेन्ड आएर भिडियो बनाइदिने अर्कोको त्यस्तो रहेछ। हामी चाहिँ एक्लै आइयो यस्तै छ है त। बगाम ल पुरै बगाम याद आयो। बगाम याद आयो यार माथि गयो रात यति हो क्या अब यहाँ त छैन क्या। जहाँसम्म जानु पर्ने जाने हो क्या। ल बाटो ल बाटो यस्तो रहेछ है। बगामा आएको भन्दा नि खतरा रहेछ बाटो त। बगामा सजिलो थियो यार, यो त साह्रै अप्ठ्यारो जग्गा यतै हुनु पर्थ्यो। हाम्रो घरै यतै हुनु पनि खासमा हामीले बसिदिन्छौँ। अलि यो वी लभ तारेभिर लेख्यो भन्दा थोरै माथि आइपुग्यो। माथि ट्याक्कै यो डाँडा भयो तारेभिर, त्यहाँ माथिसम्म जानुपर्ने हो जानु त। तर हामी अहिले जानु सक्दैनौँ, अलि हिँड्न गाह्रो छ, अहिले टाइम पनि छैन। अनि अब यता चाहिँ हामी ट्याक्कै यसरी आयो। अब यहाँसम्म आउँदो रहेछ, आउँदा यहाँ माथि अझै परसम्म जाँदो रहेछ क्या। बाटो त छ कि होइन। अब मौसम त्यति राम्रो देखिएको छैन, काठमाडौँ उपत्यका राम्रो देखिन्थ्यो होला। त्यसपछि अब त्यस्तो राम्रो त छैन खासै, ठिकै छ अब केही भएन। अनएक्सपेक्टेड आएको हामी त्यस्तो आउने भनेर त होइन। अब
यसो गर्दै जाँदा ल जाउँ त भन्ने टाइपले त्यो बिचमा बाटो भिडियो पनि खिच्न पाइएन भएन यहाँ आएपछि चाहिँ खिचेको छौँ त्यस्तो हो हामी चाहिँ तारेभिर माथि त्यो ट्याक्कै लेखा ठाउँबाट म तल झरिसक्यो अब यहाँ खाजासाजा खाने नास्ता खाने त्यसपछि फेरि यता हामी गोकर्ण हुँदै ट्याक्कै जाने ऐनाको बाटो चाहिँ बुढा नीलकण्ठबाट आएको अलि लङ पनि पऱ्यो यता राम्रो छैन भनेर आएको खासमा अब चाहिँ यतै बाटो जानु पर्ला जस्तो भयो नि ओर्लिँदाखेरि माला खासै त्यस्तो समस्या आउँदैन होला हेरौँ के हुन्छ दुईजना भएपछि त्यही पनि त्यस्तो गाह्रो हुँदैन है त अहिले चाहिँ मौसम त्यस्तो राम्रो नखोलेर हो होइन मौसम भएको बेला चाहिँ जस आउनुपर्ने ठाउँ रहेछ राम्रो ठाउँ रहेछ त्यस्तो नराम्रो लागेन जस राम्रो छ ठाउँ पहिला आएको थियो पहिला चाहिँ अब भिडियो स्टार्ट गरेको थिएन मैले त्यही भएर खासै त्यस्तो गरेन जस अहिले चाहिँ यसरी बनाइयो होइन जस ठिक छ यस्तो छ राम्रै छ ल त्यहाँ माथि चाहिँ त्यो गुम्बा हो कि कस्तो राम्रो ठाउँमा कि ट्याक्क है त्यो देख्यो पहेँलो पहेँलो हो त्यो चाहिँ अब हामी चाहिँ यो जङ्गल हुँदै हुँदै जाने तल उता गोकर्ण त उता हो यो तलको चाहिँ यो कपन एरिया भयो होइन यतापट्टि त्यो पर चाकुनारायण देख्न सकिन्छ त्यो त्यस्तो राम्रो भ्यू त आएको छैन खासै त्यस्तो छ ए गाउँकै जस्तो भाइस आउने ट्याक्क पहिलाको होला होइन यहाँ ट्याक्कै टुम्बा हुक्का होइन ट्याक्क खाँदैछन् मान्छेहरू यसरी बसेर ट्याक्क आउने चिलाउट हान्ने ठाउँ रहेछ खासमा अब हामी चिलाउट हानिन्न यस्तै छ है त माथि ट्याक्कै यहाँ माथि तारेभिर देखाइन्छ भने यहाँ त्यो एउटा स्कुल रहेछ यहाँ यस्तो छ रोड चाहिँ यही हो हामी आएको यस्तो